दर्शकबिन नमस्ते। यतिखेर हामी बारीकोट गाउँपालिकाभित्र यो नलगाड हाइड्रो पावरको यो डुबान क्षेत्रभित्र परेका घरहरूको मुआब्जाको विषयमा चाहिँ अस्ति 13 गते चाहिँ बृहत एकदम सग्लामा भेला भएको थियो। जनभेलाबाट एकदमै एउटा सङ्घर्ष समिति बनेको छ। त्यसै भेलाले एउटा निर्णय गरे बमोजिम बारीकोट गाउँपालिकाबाट पनि एउटा त्यसको लागि केही सहजीकरणको लागि सिफारिस जस्तो बनाउनु पर्ने भन्ने खालको निर्णयहरू भए रहेछ। त्यसैमा चाहिँ यो नलगाड हाइड्रो पावर अन्तर्गत परेको घरहरूको एउटा घरधनी मध्येको एकजना हामीसँग हुनुहुन्छ, विवेक राज बुढा हुनुहुन्छ। उहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद, हजुर स्वागत छ। हजुर, यो विवेक सर, हजुरले चाहिँ यो घरहरूको मुआब्जाको विषयमा हामीले तत्काल पाउनुपर्छ, यसको लागि हामी एक आपसमा छलफल गर्नुपर्छ, यसको लागि आवाज उठाउनुपर्छ भन्ने विषयमा भेला बैठकको लागि चाहिँ सुरुवाती नै हजुरबाट भएको भन्ने छ। हजुरले सुरुवात गर्नुभयो। हजुर सर, यो यसको जनचेतना मबाटै सुरु भयो र म नै अगाडि बढिरहेको छु। यही कुरा लिएर, यही मुद्दा लिएर बारीकोट गाउँपालिकाले मलाई आज एउटा फाइल पनि दिएको छ र बारीकोट गाउँपालिकाले हामीलाई सहजीकरण गरिएको छ र यो फाइल लिएर हामी जिल्ला आउँदै हामी केन्द्रसम्म मन्त्रालयसम्म पुग्नेछौँ। तपाईँहरूले यो बारीकोट गाउँपालिकाबाट एउटा फाइल पनि ल्याइसक्नु भएको छ है? हजुर, बारीकोट गाउँपालिका हामीलाई सहजीकरणको लागि फाइल दिइसक्यो हामीलाई। हजुर, अनि तपाईँलाई चाहिँ यो कस्तो खालको एउटा अन्याय लाग्यो यो जो घरको मुआब्जाको विषयमा अहिलेसम्म नपाउनुमा चाहिँ तपाईँलाई आफै पनि एउटा घरधनी भएको कारणले, एउटा आफै पनि एउटा पीडित पक्ष भएको कारणले तपाईँलाई नमजा चाहिँ यसको चाहिँ के लाग्यो अहिलेसम्म? जति यो नलगाडले के अरे हाइड्रो पावरले तपाईँहरूलाई घरको मुआब्जा दिएन, त्यो विषयमा तपाईँलाई नमजा लागेर तपाईँले कुरा उठाउनुको चाहिँ मेन तपाईँले कसरी सोच्नुभयो? अब मलाई यसको नमजा लाग्नुको कारण, अब पहिले जतिखेर जग्गाको मुआब्जा आयो त्यतिखेर घरको पैसा पनि आएर ब्याङ्कमा थुनिएको छ र अहिलेसम्म वितरण नहुनको कारण के हो त्यो मलाई नमजा लाग्यो। र अहिले हुँदै गर्दा जनतालाई यो जब यो हजुरको यो भूकम्प पीडित छ, भूकम्प पीडितभित्रको घरहरू, भूकम्प पीडित हुँदाखेरि डुबानभित्रका घरहरूलाई भूकम्प पीडितले नहेर्ने भन्दाखेरि झन् यहाँको जनता झन् अरियाउनु पर्ने भएको हुनाले, त्यसो भए यो डुबान क्षेत्रभित्र परेका घरहरूलाई चाहिँ यो के अरे भूकम्पको यो पुनर्निर्माणका घरहरू चाहिँ नदिने भन्ने खालको कुरा पनि छ है? हजुर, यसको नदिने भन्ने कुरा कार्यविधि नै छैन भन्ने कुरा भइसक्यो। भनेपछि अब तपाईँहरूले यो फाइल लगेर चाहिँ कहाँ जानुहुन्छ नि के गर्नुहुन्छ? यसको लागि चाहिँ पहल कदमी के हुन्छ? तपाईँहरू कहाँ जाने तपाईँहरूको योजना छ, सल्लाह छ? यो त हामी सिधै यहाँबाट बारीकोट गाउँपालिकाले अब सहजीकरण गरिसक्यो आजको डेटमा, र हामी यो जिल्ला हुँदै हामी काठमाडौँ मन्त्रालय हुँदै हामी नलगाड हाइड्रो पावरसम्म लिएर जाने हो, यो फाइल लिएर जान्छौँ। त्यसो भए यो नलगाड हाइड्रो पावर अनि जिल्ला हुँदै यो के अरे तपाईँहरू ऊर्जा मन्त्रालयसम्म नै पुग्ने? ऊर्जा मन्त्रालय नै हामीसम्म पुग्ने हो हामी फाइल लिएर। अब निरन्तर तपाईँहरू अगाडि निरन्तर हामी अगाडि बढ्छौँ। यो हाम्रो नियन्त्रण जहाँनिर कसरी पनि रोक्न सक्दैन, जहाँनिर रोकिन्छ त्यहाँनिर हामी चिरफाड गरेर हामी अगाडि बढ्छौँ हामी। हस्, तपाईँले चाहिँ तपाईँहरूको कार्यको लागि चाहिँ शुभकामना छ। एकदमै 500 भन्दा बढी घरहरू यतिखेर घरहरूका घरधनीहरू अल्पत्र हुने अवस्था छ। तपाईँको भूकम्पको यो पुनर्निर्माणको घरहरू पनि नपाउने, उता तपाईँहरू अहिले चाहिँ घरहरू 5-6 वर्षसम्म अब नदिइसकेपछि, त्यो मुआब्जा नदिइसकेपछि एक भाइले 2टा घर हाल्यो। अब त्यो 2टा घर हाल्नेहरूले पनि अब त्यस्तो खालको राहत नपाउने खालको परिपाटी देखियो। त्यो कारणले एकदमै समस्या देखियो। त्यो कारणले तपाईँहरू अहिले चाहिँ एउटा जनमानसबाट निर्णय गरेर अगाडि बढ्दै हुनुहुन्छ है? हजुर, हामी अगाडि बढ्दैछौँ हामी। धन्यवाद। तपाईँको कामको चाहिँ तपाईँलाई शुभकामना छ। ल, थ्याङ्क यू, धन्यवाद।